हेलो, हामी चाहिँ एकदम घुम्न हिँडिसक्यौँ है। अब मौसम सफा भयो, घुम्न हिँडिसक्यौँ। मसँग यहाँ हुनुहुन्छ मेरो प्रिय साथी, एकदम सानैदेखि सँगै पढेको, धेरै वर्षपछि भेट भएको। अनि यता भाइले स्कुटी चलाइरहेछ। हामी चाहिँ डेप्चुरीसम्मको यात्रामा लागिसक्यौँ। अब हेरौँ कहाँसम्म पुगिन्छ। मौसम एकदमै राम्रो छ, यो चाहिँ हाम्रो गाउँ हो। अनि आज मौसम लागिरहेको छ, अस्तिसम्म एकदमै पानी परिरहेको थियो। अब मिल्यो भने भोलितिर फेरि काठमाडौँ फर्किने भनेको, त्यही भएर अब आज चाहिँ हामी घुम्न हिँड्दैछौँ। अब हेरौँ कहाँसम्म पुगिन्छ। डेप्चुरी डाँडासम्म गएर बसेर भोलि बिहान फर्किने भन्ने प्लानले हिँड्दैछौँ। भाइ काउसेती छन् हाम्रो भाइ, अनि त्यसपछि ज्वाइँ उता गैनाकोटबाट आउनुहुन्छ, उहाँहरूलाई रिसिभ गरेर हामी काउसेती अनि त्यसपछि गुम्सोत हुँदै डेप्चुरीतिर जाने भन्ने कुरा छ। अब हेरौँ, प्लान त अलिअलि बढाएको छ, तर अब बिना प्लान पनि हामी हिँड्दै जाँदा कता कता पुगिन्छ। हेरौँ त्यसपछि कहाँसम्म पुगिन्छ। एकदमै रमाइलो गर्ने भनेर हिँडेको छौँ। झोलामा अलिअलि सामानहरू पनि हालिरहेको छौँ होइन। हामी त्यही भएर रमाइलो गरौँ यसपालि भनेर अब म देखाउँछु हजुरहरूलाई कहाँ कहाँ पुगिन्छ। डन्डा बजार हो यो, सबै डन्डा बजार। हाइवेमा निस्क्यौँ हामी। एकदमै बाटो चाहिँ फर्स्ट क्लास बाटो है, बाटो चाहिँ दामी बनाएको। विकास पछाडि छ। हामीले तेल हाल्न लागिरहेछौँ। तेल हाल्यो, अब चाहिँ हामी पुल बन्दैछ नि, ल्याङ गरेर यतातिर चाहिँ पुल बन्दैछ है। मौसम चाहिँ आज दामी छ, एकदम दामी। माथिबाट अझै कस्तो खतरा देख्छ। भाइ पनि आए हामीसँग हो र। अब हामी हिँड्यौँ। ज्वाइँ चाहिँ जङ्गलमा हुनुहुन्छ अरे, अनि अब हामी हिँड्यौँ। यहाँ पैसा सैसा निकाल्यौँ।
पनि स्वागत छ। बहिनीहरू चाहिँ हामीलाई लिएर त गएनन् भनेर रोएथे अरे। अब के गर्ने हामी, अब केटाको मात्रै प्लान भयो। राति बस्नु पनि भनेपछि लेडिजलाई लिएर गएपछि अलिक घ्याउ हुनसक्छ हाम्रो चाहिँ। यति बेला बहिनीहरूलाई समावेश गरिएन। हामी सबैको तर्फबाट बहिनीहरूलाई सरी भन्न चाहन्छौँ। अब मिल्यो भने हामी चाहिँ नेक्स्ट दिनमा चाहिँ नेक्स्ट काममा चाहिँ हामीले बहिनीहरूलाई समावेश गर्छौँ। तर बिहानदेखि बेलुकी, बिहान गएर बेलुकीसम्म फर्किने प्लानमा चाहिँ बहिनीहरूलाई चाहिँ समावेश गर्छौँ। तर आज चाहिँ सकेनौँ। ड्राइभर रेडी भएर बस्नुभएको छ। ल आउनु आउनु बिस्तारै गर्नु। जय आउँदै हुनुहुन्छ उताबाट। हजुर तपाईँ पनि आउनुभयो है त। ल स्वागत छ ज्वाइँलाई पनि हाम्रो ब्लगमा। हामी त उतै अगाडि नै रोकेर बसिरहेको। फाइनल्ली सबैजना अब हामी भयो। अब चाहिँ धारापानी नन्दले हुने धारापानीबाट खिचेर अनि माथि हामी अब ट्याक्सी लाएर भयो। अब हामी नन्दलेबाट खिचेर ट्याक्सी लाएर हामी चाहिँ दलदली आइयो होइन। अब दलदलीबाट चाहिँ सुन्दैछौँ। यहाँ डेप्चुली प्रवेशद्वार देखिरहेको छ है। यहाँबाट चाहिँ भित्र हामी जाँदैछौँ। यहाँबाट चाहिँ हामी यहाँ छिन्। ओ यहाँदेखि सोनु यहाँ छिन् हाम्रो सोनु, हाम्रो चेलीको पसल हो यो। सबैले भिजिट गर्नु होला। नमस्कार, आराम हुनुहुन्छ? अब ज्वाइँलाई थाहा होला नि कता राम्रो हुन्छ। माथिको घरवाला पाइन्छ जति पनि पाइन्छ। ल अब हामी यहाँबाट पनि निस्क्यौँ। यो चाहिँ दलदली बजार बजारदेखि राम्रो दामी गाडीहरू थियो। भयङ्कर ठुलो भनिसक्यो नि बजार पनि। यो पनि यही थियो पहिला। अब चाहिँ हामी जङ्गल प्रवेश गरियो माथि तलबाट फेक्ट्रीबाट। अब यो चाहिँ हामी पाल्पारामको जाने बाटो पनि हो। यो डेढगाउँ निस्किन्छ यो बाटो चाहिँ। दिनेन्द्र ज्वाइँहरू चाहिँ अलिकति अगाडि जानुभयो। अब एकदमै रमाइलो गर्ने संस्कृतिले चाहिँ हामी अगाडि बढिसकेका छौँ। बाख्राहरू चलाउन लेखिएको छ। जति माथि आयो त्यति हुँदै 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 गइरहेको छ। आरामसित आइरहेको छ। सिधो त तल चाहिँ बोलिरहेको थियो, पसिना आइरहेको थियो अलिअलि होइन। तर यहाँ चाहिँ अहिले एकदम आरामसित लगाएर सबैलाई आफ्नो आफ्नो गन्तव्यमा पुग्नु पर्ने छ। गाडीले पनि क्षमताभन्दा धेरै हालिरहेको छ।
यस्तो सकेसम्म चाहिँ यस्तो रिस्क चाहिँ नमन्दियो हुन्थ्यो भन्ने चाहिँ हाम्रो धारणा हो। के गाडीहरू पनि कम छ होला, छैन होला। माथि आउँदा चिसो चिसो भइरहेको छ, माथि बादल तल घाम लागिरहेको थियो, बादल लागेर अहिले त पानी पर्ला जस्तो पो हुन्छ थालेको। तर त्यो एकदम कम्प्लिट भइरहेको केटाहरू अगाडि देखिसक्यो है सबैजना। आफै नै आइयो होटेलहरू विन्सिटर लगाएँ मैले चाहिँ चिसो भन्छ 300 आइयो, 300 भन्ने ठाउँमा आइयो है। 300 ए दामी चिसो भयो, चिसो भन्छ आनन्द। फ्रिजमा हल्का चिसो चिसो फ्रिज खोल्दाखेरि कस्तो अनुभव हुन्छ, तातोबाट आउँछ त्यस्तै भयो, त्यस्तै फिल भइरहेको अहिले चिसो भएर। यो पनि त होटेल यहाँ माथि पिङ पनि छ। रातो बङ्गला, रातो बङ्गला। एकदमै दामी भ्यू देखिएको छ यहाँबाट। ज्वाइँहरू अलिक पछाडि नै हुन्छ जस्तो लाग्छ यहाँबाट भ्यू हेर्दै। यहाँबाट अनि यो वेट गरौँ भनेर ज्वाइँ र भाइहरू उताबाट आउँदै हुन्छ। ल हेर्नुहोस् एकदमै दामी भ्यू देखिएको छ यहाँबाट। ए नारायणी पनि देखिरहेको छ, नारायणी पनि देखिएको छ। ल यो नारायणी हो, यो चाहिँ अलिकति मौसम चाहिँ अलिकति क्लियर छैन, भिजिबिलिटी चाहिँ छैन होइन, तर यो नारायणी बगिरहेको छ, यो नारायणी हो। अब चाहिँ हामी पछि बाटो सुरु भयो है। यो पानी के भन्ने ठाउँबाट फलफुलको 15 किलोमिटर भन्ने ठाउँ छ तल। हामी 15 किलोमिटर माथिबाट त 15 किलोमिटर माथि आइएको छ होइन, फलफुल चौकबाट कौसीबाट चाहिँ। हामी चाहिँ अब दलदलतिरबाट आएको भएर चाहिँ अलिक धेरै आइयो सायद। अहिले चाहिँ हामी अफरोड हिँडिरहेको छौँ। अब चाहिँ अफरोड सुरु भयो अनि एकदमै रमाइलो छ। उतातिर बादल लागिरहेको छ, पानी पर्ला गइरहेको छ, धेरै रमाइलो मौसम। यो पनि धेरै चिसो चिसो फिल गराइरहेको छ, आनन्द भइरहेको छ। अरू भाइ र ज्वाइँहरू चाहिँ अगाडि हुनुहुन्छ, कान्छारामा चाहिँ यो माथिमा छ। कहिलेकाहीँ यसरी घुम्न पनि एकदम खुसी आनन्द आउँछ। बाटो चाहिँ भयो, गाडीहरू पनि हिँड्छ मजाले हिँड्छ। त अघि बसहरूमा कति कस्तो कष्टकर यात्रा गरिरहनु भएको थियो मान्छेहरूले। अब उहाँहरूलाई पनि अब आफ्नो ठाउँ पुग्न थियो होला, तर धेरैजना बसेको भयो भने रिक्स रिक्स एकदमै रिक्स। त्यो देख्दाखेरिमा चाहिँ एकदमै रिक्स लिएर हिँड्नु भएको छ। हामी चाहिँ घुम्न हिँडेको बाइक स्कुटीमा हिँडेको बाटो पुरै हल्को बिचबाट अफरोड सुरु भयो। त्यो चाहिँ गेडगाउँ निस्किन्छ यो बाटो, गेडगाउँ हुँदै रामपुर। म एक दुईचोटि हिँडेको छु गाडीमा हिँडेको, त्यही भएर खासै मेसो पाइएन, कस्तो थियो के थियो होइन। होइन त्यो गरेर निदाउँदै निदाउँदै हिँड्ने थियो होला। एकदम चिसो भइरहेको, काले त कस्तो भइरहेको म बताउनु ल। भएन ज्याकेट लाउनु पर्ने त्यही हुस्की लगाएर दायाँ बायाँ पनि केही देखिएको छैन। यस्तो हामी स्वर्गीय ठाउँमा आइसकेको छौँ। यति छोटो यात्रामा यति राम्रो मौसम, यति रमाइलो मौसम, यति राम्रो ठाउँ, भ्यू पनि एकदमै राम्रो त्यो ठाउँमा आइसकेको छौँ। अझै आउन त बाँकी नै छ। अफरोडहरू बाटो छ अलिकति कष्टकर चाहिँ अहिले अरू किसिमको बाटोभन्दा सजिलो छैन। अहिले चाहिँ गाह्रो भइरहेको चलाउनको लागि। तर एकदमै मौसमको हिसाबले र भ्यूको हिसाबले चाहिँ एकदमै राम्रो ठाउँमा हामी आइसकेका छौँ। अझै
माथि अझै बाइक स्कुटी राखेर हिँड्दै जाने ठाउँ त आउँदैछ। त्यसले गर्दाखेरि पनि अलिकति कस्तो चेन्ज भएर अनि एक्कासी कता कता आए जस्तो फिल भइरहेको छ। तल घाम लागेर कस्तो भइरहेको थियो। अनि एक्कासी हामी त लगभग आधी घन्टा 45 मिनटको यात्रामा नि यस्तो ठाउँमा आइसकेका छौँ। एकदमै भइरहेको छ। कस्तो दामी भ्यू देखिरहेको छ ल हेर्नु त। जानिले त्यस्तै ठाउँ ल हेर्नु पछाडि हेर्नु त यस्तो दामी देखिरहेको छ। ल भ्यू खिच भाइ। हामी चाहिँ यहाँ यसो रोकेर अब सबैजना ल कस्तो भइरहेको छ सबैजनालाई आफ्नो आफ्नो अनुभव बताउनु होला। शानदार जबरदस्त जिन्दाबाद। ल एकदमै दामी भ्यू देखिएको छ। बादलले छेक्यो सबै। यत्रो पहाड छ बादलले सबै छेक्यो। पोखरी त यताबाट जाने गएको कि के हो? हामी यस्तो हो होटेल जाने उता जाने बाइक राख्नेलाई जाने फेरि यो बाटो हो कि भन्नुभयो। हामी पैदल हाम्रो यो हो यहाँबाट हो? यहाँबाट मास्टर डाँडा निस्किने कि यता तास पनि खेल्यो कताबाट जाने? बाइक राख्ने उता जाने माथि जाम अनि बाइक राखेर अनि हाम्रो यो बाटो फेरि कहाँ जाने? घरमा राख्ने चेकिङ राखेर पोखरी आइयो है यहाँ। ल आयो गाइस। यहाँ होटलमा आइयो अब हामी जाने चाहिँ तलतिर होला सायद। भ्यू चाहिँ दामी देखिन्छ होला यताबाट। दामी भ्यू देखियो। ल हामी चाहिँ यहाँ पोखरी रिसोर्ट आइयो। यस्तो एउटा ट्रसको स्ट्रक्चर बनाएछु रिसोर्ट। एकदमै राम्रो। भाइ यहाँनिर ट्याक्क आउँछ यो बोर्ड। पोखरी रिसोर्ट आइयो। अब चाहिँ हामी यहाँ बाइक तल राखेर खाजासाजा खाएर अनि त्यसपछि चाहिँ पैदल यात्रा गर्ने भन्ने कुरो भयो। हामी खाजा खानाको लागि यहाँ माथि आयौँ। भ्यू पनि एकदमै राम्रो छ। हामी हिँड्यौँ है रेडबुल सेडबुल पानी हालेर ट्याक्क लाएर अब चाहिँ हामी हिँड्यौँ। हामी चाहिँ यता फोनमा बिजी हुनुहुन्छ, म यसरी छु। ल अब चाहिँ हामी ट्याक्क लाएर आउँछ यसरी अब हिँड्यौँ। भाइले यहाँ प्याकिङ गर्दैछन्। अब झोला कुम्लो बोकेर हामी यहाँ बाइक स्कुटीहरू यहाँ राख्यौँ। बाइक स्कुटीहरू टेन्सन नलिने न त्यसको तपाईँ। अब हामी मुभ भयौँ है त। ल अब हामी हिँड्यौँ। प्रस्थान गर्दैछौँ। अब 2-4 दिन नै हुन्छ कि 2-4 दिन हो कि 1 दिन हिँड्न चाहिँ हिँड्यो होइन। हिँड्न चाहिँ हिँड्यो। अब आज जङ्गलको बास हो कि घरको बासको पनि त्यस्तो छैन। अब बसिरहेको आफ्नो बटालियन टिम चाहिँ हिँड्यो है। अब हेरौँ कता गएर त्यहाँ पनि ब्याकग्राउन्डमा एकदम राम्रो होमस्टेहरू एकदमै राम्रो ठाउँ रहेछ। अब हामी चाहिँ आउन चाहिँ आयो। अब हिँड्दैछौँ।
कहाँ बास बस्ने भनेर चाहिँ अब निष्कर्ष चाहिँ निस्किएको छैन। बाटोमा कहाँ राम्रो होमस्टे, कहाँ राम्रो घर बस्न होटेलहरू कहाँ राम्रो पाइन्छ अनि त्यही हामी बस्ने भन्ने हो। अब त्यो डाँडो नै हो ऊ चाहिँ टेप्चुरी डाँडो चाहिँ त्यो अब माथि मेन चित्रो चाहिँ बादलले छेकेको चाहिँ देखेको छैन। अब हामी चाहिँ अब एउटा होमस्टेको नम्बर पनि लिएर आछौँ। दाइ उहाँ आफै हुनुहुँदो रहेछ होमस्टेको साउ नम्बर लिएर आएको छ। म एकछिनमा आउँछु हजुर जाँदै गर्नु भएको छ। अब हामी चाहिँ हिँड्यौँ है त्यसलाई। तर बाइक चाहिँ आउँदो रहेछ आउँदो तर माथि राख्ने ठाउँ छैन कि भनेर हामीले यतै राखेर आयौँ। राख्ने ठाउँ चाहिँ माथि नहोला भनेर बाटो चाहिँ अहिले लगभग यो बाटोमा चाहिँ हाम्रो बाइक स्कुटी आउँथ्यो अलि माथिसम्म चाहिँ पुग्थ्यो। तर अब सबैजना अब हिँड्ने भइसकेपछि चाहिँ कोही कट्टु कोही ट्र्याक लाएर हिँड्छ। अब हामी एकछिनपछि चाहिँ बेल्ट निकालेर अनि कट्टु लाएर हिँड्छ ट्र्याक चलाएर ब्रेकिङ टाइपमा। गएको छ है हाम्रो। अब हामी चाहिँ त्यो होटलबाट चाहिँ खाजा खाएर पानी सानी रेडबुलहरू यताउता हालेर खोलामा अगाडि बढिरहेको छौँ। अब हामी यो पोखरी लेखेको पोखरी ठाउँमा छौँ। पोखरी लेखेको बोर्ड छ यहाँ। अब यो पोखरी लेखेको ठाउँबाट चाहिँ अब यता जाने दुईवटा बाटो छ। हामी चाहिँ यता जान्छौँ, यता जान्छौँ हामी चाहिँ है। पुरै यहाँ जुका आतङ्क भइरह। यहाँ पाइन्ट खोलेर अब हल्का भएर हिँड्नु पऱ्यो भनेर यसो यहाँ बिसाएको मात्रै के थियौँ। पुरै जुका लाएर यहाँ पुरै जुका छ। आहा जुका चाहिँ लास्ट लागेको रहेछ है। यस्तो बाटो हिँडिरहेको छ हामी। अलिक पहिरो पनि गएको रहेछ यस पानी पर्दाखेरि। यस्तो छ भ्यू। एक्सपिरियन्स रमाइलो भइरहेको छ। त्यस्तो चाहिँ राखेको छु होला। के फाइदा होला त्यही हो। तर यहाँ बाटोमा पहिरो गइरहेको छ। ऊ त्यहाँसम्म ल्याखान बाटो बाइकहरू। बाइक त त्यहाँसम्म ल्याउँदो रहेछ नि त। कति धेरै बाइक छ। हेर आइरहेको यहाँनिर बाइकहरू पनि यहाँ हालेर पानी छ यहाँ बाबु।
गर्मी नै भयो पसिनाबाट पानी सोचिरहेको हुन्छ नि त पानी खाएन भने अनि पानी मात्र कम भयो ज्यान कम्ती भयो थुप्रैले आएको पानी बोतलहरू पछाडि केटाहरू समातिरहेछन् ज्यानमा कमजोर भयो एकदमै दामी भ्यू देखिन्छ यहाँबाट देखिरहेछ तल सायद दलदले औषधि भ्यू हो उसले गर्दाखेरिमा अझै क्लियर छैन होइन जुमले गर्दा पनि तर मैले आँखाले चाहिँ अलिक देखिरहेको छु क्यामेरामा चाहिँ अलिक उसले देखेँ होइन पुरै ढङ्गमा पुरै उसु धेरै मान्छे आइसक्यो होइन उसले गर्दा तल पनि केही देखि नै छोडिसक्यो माथि आछौँ हिँड्दा हिँड्दा गर्मी भएर उन्चिएर पनि खोऱ्यो भने चाहिँ धेरै बिचरा हिँड्न नसकेको बसिराख्नु भएको हामी त नबिसाइकन एउटै रेसियोमा हिँडेको छ होइन त चाहिँ जस रमाइलो भइरहेको छ खोजेकै हो होइन पछि फेरि एबिसी जान मन लाग्छ गइसक्यो तर जानु मन लाग्छ फेरि म त्यो सुटिङमा गएको त्यो धेरै घुम्न पाइएन 1 घन्टा पुगिन्छ एउटा फर्किरहन्छ नत्र उता पानी सानी केही पाइँदैन दाइ हो र पानी चाहिँ त्यहाँबाट सबै लिएर जानु ल थ्याङ्क यू एकदमै हुस्सुले केही देखिएन कान्छ पनि यहाँ लचक लचक गर्दै हिँड्नु भयो बाँकी केही पनि छैन अरूले सक्दैन अरू पनि थाकिसक्यो झपक्कै छ ठाउँ त यार एकदमै खडा ठाउँमा आइसक्यो हामी त छैन तिमीलाई भाइ कडा रहेछ लास छैन नि ठिक छ पर्यो भने अलिक भिनाजुलाई बोक्नु पर्छ नि त फेरि बजेन नि ल अब गीत बजाउँदै हामी चाहिँ ल कताबाट हो कताबाट हो
यताबाट यताबाट कता हो यताबाट पनि पुगिन्छ यहाँ चाहिँ होटल छ हामी यहाँ चाहिँ बस्दैन अझै माथि जान्छ हामी विश्राम यहाँ देखाएर अहिले बल्ल फर्स्ट टाइम विश्राम गर्दैछौँ नन स्टप 1 घन्टामा विश्राम बल्ल थकेला होइन त कान्छानी भाइ पनि थाकेछन् अहिले त बल्ल अघि त को थाक्यो भने अहिले त थाकेछन् कान्छा त पलत्तै भइसक्नु भयो खै स्या भयो घाँटे पुग्ने त त्यहाँ हो हामी तर माथि उहाँ पुग्ने हामी रमाइलो होला उहाँ बेलुकामा हुन्न क्या बिना बिहानको भ्यू खतरा हुन्छ झरेर जाम्ला नि त राजा भोलि जाने हो क्या त्यो टावरमा ल यो पानी भरेको टावरमा हो बोतल हामी चाहिँ जानु तिमीले मलाई देऊ सकियो भने खाली तिमी राख त्यहाँ काम लाग्न सक्छ ल हेर पानी आज पनि पुग्यो झरे फेरि भोलि पुगेको त मजा आएन त्यसरी गएको होइन आज नजाने होला जस्तो लाग्यो मलाई भोलि जाने हो कति बज्यो 2 चोटि गएर मेहनत गर्छ उहाँ पुग्न कति बज्यो कति बज्यो 2:30 खाइलु त खबर ओ यो पुग्यो भने नि पुगिन्छ फर्क्यौँ भने नि घरै पुगिन्छ त्यही अनुसारले प्लानिङ हो खान त नपुग्ने अहिले के ब्रेक गरिहाल्यो नि त अलिकति माथितिर गएर बसौँ न माथिकै उसमा बस्यो नि हुन्छ होइन मैले भन्नु खोजेको माथि बन्द ठाउँ सर अझै होइन एउटा तल त केही पनि एउटा घर बाख्रा गोठालो छ गोठ छ त्यहाँ यहाँ अगाडि यहाँ त अलिक बाटो पनि खतरा छ क्या उतैबाट आउँदो रहेछ भयो हालत खराब भयो अब आउनु चाहिँ लाग्यो धेरै छैन होइन ए झुवाई त सुई उहाँ पुग्नु भएको ल अब हामी चाहिँ लगभग माथि चुच्चुतिर जाने बाटोमा आइपुग्यौँ है मेन टावरमा जाने बाटोमा आइपुग्यौँ जुगाल समाते छैन रगतै भयो पछाडि हो यहाँ पुरै तिमीले कुनै खोल्नु कल टी सर्ट हाम्रो त भएन नि तिमीले ब्यागबाट गयो कि ल हेर न बाटो छ रगत त यी हाने छ झरिसक्यो होला खाएर सेन्डो नि उल्टो लागेको छ पानी पनि खाम पानी सकिदिए रगत त रोकियो चुसेर झरेको झरिगयो हैट क्या सिर्र हावाको आवाजै आएको छ यार ल हिँड्दैछौँ हामी यस्तो बाटो होइन पुग्न लाग्छौँ त्यस्तै छ
हिँड्दैछौँ हामी जस धेरै नै माथि आइसकेका छौँ होइन तल त कहाँ हो के छ देखिया छैन कता हो अगाडि हिँड्दैछौँ जस आज पुगिन्छ कि पुगिन्न भन्ने थियो पुग्न चाहिँ लाग्यो जस हिँडेपछि र आँटेपछि हुने रहेछ बाबु आइरहेको छु थकेला होइन यता हिँडिरहेको छ हजुर गाह्रो छ थाकेको पार्टीहरू चाहिँ थ्याच्छ है मतलब छैन हामीलाई गाह्रो भयो नि त कौडा घर धोइदिइहाल्छन् बाबु के भयो है के भएन फर्किने 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 त्यस्तो मन लाग्यो त फर्किनु जस्तो लाग्यो फर्किने क्या त्यस्तो फर्किने मलाई म त फर्किन पनि सक्छु हो जानु धेरै वर्ष झन् गाह्रो हुन्छ भाइलाई गाह्रो भयो कि अलि अति भएको होइन सुत्छ होइन अनि धेरै वर्ष पनि झन् ऊ हुन्छ कि चाहिँ अब एकैछिन यो विश्राम स्थलमा विश्राम गरेर पानी खाएर ज्वाइँ त माथि कन्टिन्यू हिँडेको हुन्छ अब हिँड्दैछौँ अब 3 बजेको छ कम्तीमा 3 बजा छ अब हामी अब 1 घन्टा नन स्टप हिँड्यौँ भने चाहिँ 2-4 मिनट बिसाउँदै हिँड्यौँ भने 1 घन्टामा चाहिँ माथि गुफै जस्तो छ गाइस फाइनल्ली हामी चाहिँ लगभग धेरै माथि आइसकेका छौँ जान त अझै बाँकी नै लाग्छ होला तर हामीलाई चाहिँ पुगे जस्तो फिल भइसकेको छ पनि हाम्रो खतरादेखि खाइसकेको छ प्रतीक्षा रहेछ बस्नको लागि जोडिए भ्यू हामी मसँग ज्वाइँ भाइ अनि मेरो भाइ
पुगिसक्यो घाम लागिरहेको छ अहिले चाहिँ बादललाई अब हामी चाहिँ बादलबाट पनि माथि आइसक्यौँ बादलबाट पनि धेरै माथि आइसक्यौँ थाकेर बसिसकेको छौँ ज्वाइँ अगाडि पिछेको भएको छ घामले Tavsiye bıraktık da kirası. पसिना पनि चिसो भयो कि त्यस्तो भयो त्यस्तो राम्रो ये भी है तो remove उसको आगे आ समझ में आता है गाइस फाइनल्ली हामी चाहिँ लागि है टावर देखिसकेको छ अब चाहिँ हामी लगभग हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ राम्रो भ्यू हेर्दै एकदम स्वर्गीय भ्यू त छ तर एकदमै गाह्रो चाहिँ कन्टिन्यू हिँडेको भएर पनि गाह्रो भएको होला हामी खासै धेरै विश्राम पनि गरेनौँ किनभने बेलुका चाहिँ हामी लगभग तलै गएर पोखरीतिरै गएर बस्ने मगर गाउँतिर गएर बस्ने भन्ने चाहिँ हामी चाहिँ लगभग धेरै समय चाहिँ विश्राम नगरिकन कन्टिन्यू हिँडेको भएर पनि हामीलाई गाह्रो भयो तै पनि हामी चाहिँ लगभग आइपुग्यौँ फाइनल ज्वाइँ त अझै माथि पुग्छ लगभग ज्वाइँ पुगिसक्नु पनि होला हामीमा त 15-20 मिनट नै अगाडि हुनुहुन्थ्यो ल यो चाहिँ एकदमै दामी भ्यू छ ल यतातिर त पोखरा पनि देखिन्छ अरे अब हामी अगाडि गएर टावरमा गएर गाह्रो हुन्छ गाह्रो चाहिँ त्यही भएर मैले सबै
यस्तो एक्सपिरियन्स लिएको थिएन अनि गाह्रो हुँदो रहेछ जस रमाइलो पनि भएको छ गाह्रोसँगै रमाइलो पनि भइरहेछ एकदमै चिसो हावा आइरहेछ होइन थाके पनि 2 मिनट बिसायो भने पसिना ओभाकै छ रमाइलो भएको छ होइन सर र चिसो हुस्सु आइरहेछ अहिले त भ्यू पनि केही देखिएको छैन अब एकछिनमा फेरि घाम लागिहाल्छ यहाँ चाहिँ एकछिनमा हुस्सु लाग्ने एकछिनमा घाम देखिहाल्ने त्यस्तो हुँदो रहेछ अब अहिले हुस्सु देखिरहेछ अब एकछिनमा घाम देखिहाल्छ फेरि म घामवाला भ्यू पनि देखाउँछु माथिबाट सफा हुँदै आएको छ अघिसम्म त्यहाँ पनि कुहिरोले ढाकिरहेको थियो अहिले चाहिँ अलिक क्लियर हुँदै आएको छ एकछिनमा जहाँसम्म क्लियर हुन्छ भ्यू यतापट्टिको यस्तो छ पुरै हुस्सुलै आउने बाटो यही हो होइन यस्तो चिसो हावा सर चलिरहेछ माथि त्यही नै हो म पुग्ने चाहिँ यहीँ हो ज्वाइँ माथि पुरै टी सर्ट खोलेर नाङ्गै हुनुभयो क्या माथि त यहीँ हो पुग्ने म चाहिँ लगभग पुगिसकेको छु देखेँ पनि अलिकति अब आइसकेँ अब एकछिन रेस्ट गरौँ भनेर फाइनल्ली लाग्यो है फाइनल्ली आयो गाइज फाइनल्ली ए आयो कनेक्सन भएन हो ल ज्वाइँले माथि हुनुहुन्छ त्यस्तो पारामा केही छैन छ त तर आयो त्यसको चाहिँ नट सर्ट केटाहरूले सब फुकालेर लिएर गइसकेको छैन आयो है ब्लुटुथ जोडौँ न दाइ यार ब्लुटुथ जोडौँ न आयो फाइनल्ली देवसुली डाँडामा पनि आयो गाइस फाइनल्ली ल म आएको कति भयो कति भयो आधी घन्टा भयो होला अहिले फोटो लिएको छु फोटो हेर्दा भाइ चाहिँ तल आउँदैछ अझै आधी घन्टा भन्दा बढी चाहिँ भयो है सबै खासै ब्रेक लिनु भएन सर ब्रेक त म उता चौतारा भनेर त्यही बसिरहेको त 2 जना केटा क्या दाइ यहाँ हो त माथि हो भने त्यसपछि यो त फेरि लास्टै आउँदै रहेछ नि त फेरि तल हिँड्या बराबर त माथि हिँड्दो रहेछ नि त त्यहाँ आधी घन्टा जति ब्रेक लिएर आउनु चढ्न पर्ने ठाउँ हो हामीले ब्रेक लिउँला भन्दै तपाईँले दौड्या तपाईँ दौड्या म त अनि अघि नै अनि उता गाउँ गएर बस्नु भनेको छु अनि गाउँ गएर बस्नु बाबु बिस्तारै म टेस्ट गरेर त्यही 2 मिनट अब आइसक्यो डन्डरी साउन्ड बढाउनु त दाइ त्यसको भोल्युम अहिलेको चाहिँ अन भयो होइन अर्को चाहिँ एकछिन टिचिरहनु त युजर तपाईँको इच्छा के छ साँच्चैको मेरो इच्छा भनौँ कता बिहानमा आएको भए खतरा हुन्थ्यो पास गर्नु न यता क्याच गर्छु ल गेट आउट माथि सुत्न आयो हुन्छ यो पनि ल हामीसित लास्ट पानी है तल घरले बनाउनु ह्याप्पी देवचुली ट्रेन ल अब यहाँ यो रेडबुल त हामी चाहिँ स्पिड इनर्जी ड्रिङ्क रहेछ स्पिड यसले चाहिँ स्पिड बढाउँछ भन्ने हामीले चाहिँ एउटा मान्यताका साथ यो हामीले स्पिड इनर्जी ड्रिङ्क खाइएको छ अब हेरौँ हाम्रो स्पिड कतिको बढाउँछ यसले हामी चाहिँ एकदम रमाइलो एकदम चिसो भएको छ लो टावर छ नि तलको त्यहाँबाट आउनु गाह्रो हो ल जाडो भयो कि लाउनु पर्यो जाडो भयो हामी भयो यार चाउचाउ कस्तो मिठो
मसँग फेरि जम्मा 2टा हो कि 3टा गीत रहेछ कि त्यही सुनेर पाउने साथीहरू अब चाहिँ हामी यो देवपुरको डाँडाबाट फोटो खिच्यौँ भिडियो बनायौँ टिकटक पनि बनायौँ र अब हामी ब्याक टु रिटर्न तल हामी मगर गाउँतिर अब ब्याक हुँदैछौँ भाइ तल गइसकेँ म चाहिँ यहाँ एउटा फाइनल एउटा भिडियो बसेको छु अब चाहिँ म पनि लाग्छु मोबाइलमा चार्ज पनि छैन पावर ब्याङ्कबाट चाहिँ मैले चार्ज गरिरहेको छु एकदमै राम्रो भयो रमाइलो भयो यात्रा अब चाहिँ अब हामीलाई झर्नलाई अझै गाह्रो होला जस्तो चाहिँ यो बाटो हेरेर चाहिँ है हाम्रो पसिना सबै ओभाइसकेको छ अब चाहिँ हामी ब्याक तल झर्दैछौँ ब्याक भएर टावरबाट धेरै बेर बस्यौँ हामी 1.5 घन्टा जति बसेछौँ यहाँ हामी 3:30 बजीतिर चाहिँ यहाँ आइपुगेको थियौँ 3:30 पौने 4 बजीतिर 5 बजिसकेको छ त्यही पनि घाम छ राम्रो भ्यू छ घरिघरि हुस्सु लाग्ने घरिघरि घाम लाग्ने भएको छ अहिले चाहिँ लङ टाइम भयो घाम लागिरहेको एकदमै राम्रो भ्यू देखियो फोटो पनि राम्रो राम्रो खिचिरहेको छौँ भिडियो पनि राम्रो खिच्यौँ टिकटक पनि बनाएको छौँ ग्रुप टिकटक त्यो पनि मैले हाल्छु जहाँसम्म यो भिडियो हाल्दासम्म त टिकटक पनि अपलोड भइसकेको हुन्छ हेर्नु होला सबैजना माया गर्नु होला अब चाहिँ हामी झर्दैछौँ तल 1.5-2 घन्टामा तल झरिन्छ होला 6-7 बजी कति बज्छ अनि हामी चाहिँ मगर होमस्टेमा गएर चाहिँ बास बस्ने भन्ने कुरो छ आज हेरौँ कहाँसम्म पुगिन्छ अब माथि चढ्दा जस्तो चाहिँ अब थकान नहोला अब छिटो छिटो झरिन्छ जस अब हामी आधी समयमा आउँदाखेरि हामी 3 घन्टा लगाएर आएको थियौँ भने अब हामी लगभग 1.5 घन्टामा चाहिँ तल झरिन्छ होला 5 बज्यो 6:30 बजीसम्म हामी तल होमस्टेसम्म पुगिन्छ कि भन्ने कुरा हो ल भ्यू चाहिँ यस्तो छ गाइज ल अब चाहिँ हामी झर्दैछौँ लगभग माथिबाट अलिकति झरिसक्यौँ हामी झरिसक्यौँ अब साथीहरू उतातिर आउँदैछन् म चाहिँ अगाडि आएँ भ्यू तलपट्टि नारायणी कावासोती दलदले प्रगति नगर सबै देखिन्छ यहाँबाट यताबाट सनसेटको भ्यू पनि अब देखिन लागेको छ अब
घाम डुब्ने बेला हुन लाग्यो। एकदमै राम्रो देखिरहेछ। आज हामीले एकदमै अविस्मरणीय यात्रा गऱ्यौँ। एकदमै रमाइलो भयो, दुःख पनि भयो, खुट्टामा फोरा पनि निस्किएको छ जस्तो लाग्छ। अहिले हिँड्दाखेरिमा तिखो ढुङ्गामा अलिकति लायो भने चाहिँ किचिक्क लाएर यस्तो दुख्छ, त्यस्तो भएको छ। हामी लगभग 1:30 बजीतिर माथि पोखरीबाट हिँडेका थियौँ। हामी कति बजी पुगेका थियौँ भने 4 बजीतिर पुगेका थियौँ होला, 3:30 4 बजीतिर। 2-2.5 घन्टामा त हामी आइपुग्यौँ। अनि बस्यौँ, लगभग 1.5 घन्टा जति बस्यौँ। 5 बजीसम्म बस्यौँ, 3:30 बजीतिर आएर छौँ। अनि 1.5 घन्टा जति बसेर 5 बजी हिँडेको, अहिले 5:30 हुन लाग्यो। आधी घन्टा जति हिँडिसक्यौँ, तल आइसक्यौँ हामी। अब एकदमै राम्रो भ्यू छ। यदि हजुरहरू काउसेती एरियामा होइन, चोरमारा, डन्डा, दुम्कीबास, नारायणघाट पनि एरियामा हुनुहुन्छ र कहीँ एकदम ट्रेकिङको हिसाबले कहीँ जान सोचमा हुनुहुन्छ भने चाहिँ देवचुली चाहिँ राम्रो छ भ्यूको लागि। अलि बिहानै आएर अथवा बस्ने गरेर आएर बिहान आउँदाखेरिमा अझै दामी भ्यू देखिन्छ जस्तो लाग्यो यहाँबाट चाहिँ। अनि दामी छ भ्यू। हेर्दैछौँ उता नारायणी पनि देखिरहेछ। ल, भ्यू दामी छ है। कोही सोचमा हुनुहुन्छ भने चाहिँ आउँदा हुन्छ। अब चाहिँ हामी बिस्तारै घाम पनि डुब्दैछ। चस्मा माथि नै राखौँ, घाम डुब्दैछ। अब हामी चाहिँ निस्क्यौँ बिस्तारै माथि। त अझै पनि घाममै देखिया छ। अब माथि त हाइटै छ नि त धेरै, तल चाहिँ डुबिसकेको छ। उता अलिअलि छ। यता हामी हिँड्ने बाटोमा चाहिँ घाम डुबिसकेको छ। हामी फर्किँदैछौँ। मोबाइलमा चार्ज पनि छैन एकदमै। अब चाहिँ हामी एकदम द्रुत गतिमा स्पिड बढाएर तल पोखरी मगर होमस्टेमा गएर बस्ने प्लान हो। 5:30 भइसकेको छ। त्यही भएर अब हामी 7 बजीसम्म चाहिँ 6:30-7 बजीसम्म चाहिँ त्यहाँ पुग्ने टार्गेट हो। त्यही भएर अब भ्लगको लागि चाहिँ बिचबिचमा मैले खिच्न नभ्याउन पनि सक्छु, किनभने अब हामीले हिँड्नमै ध्यान दिनेछौँ। हिँड्नमा ध्यान दिएनौँ भने फेरि हामी पुग्दैनौँ समयमा। त्यही भएर अब चाहिँ हामी द्रुत गतिमा स्पिड बढाएर हिँड्छौँ। अनि हिँड्दै होमस्टेमा पुग्ने बेलामा चाहिँ म फेरि खुट्टा गयो करेक्ट गयो। अब यहाँ बाटो फेरि अप्ठ्यारो पनि छ। अनि अब सास पनि पर्न लागिसकेको छ। अब हिँड्दाखेरि खिच्दै हिँड्दाखेरिमा बाटोमा ध्यान भएन भने खुट्टा पनि क्र्याक्कै हुन्छ। अहिले भर्खर क्र्याकको भइहाल्यो मेरो। अनि त्यही भएर अब अहिले चाहिँ म हिँडेको, अब फर्किएको भिडियो चाहिँ अलिकति कम हुन्छ है। अब लगभग पोखरी पुग्ने बेलातिर मात्रै बनाउँछु अब है। जस मैले रमाइलो त क्षण मैले देखाएँ नि त हजुरहरूलाई होइन। यस्तो अँध्यारो भइसकेको छ है त। ल, अब यो अप्ठ्यारो बाटो, अँधेरी चराचुरुङ्गी किराहरूको उसमा चाहिँ हामी हिँडिरहेछौँ। यस्तो बाटोमा रात पर्न लागिसकेको छ नि। अब त बाहिर उभर मात्रै हो, घाम हाइटमा छौँ र अलिअलि घाम देखा मात्रै हो। तल त रात परिसकेको छ। अब तल घर मात्रै है त। अब चाहिँ हामी फर्किँदैछौँ। साँझ पर्न लागिसकेको छ। हामी अलिकति लगभग धेरै नै तल आइसक्यौँ। अनि हामी चाहिँ अब स्पिड बढाउनु पर्ने छ हिँडिरहेको, किनभने हामी पोखरी मगर होमस्टेमा गएर आज बास बस्ने प्लान हो। ज्वाइँ सुनिल कान्छा मेरो साथी र भाइ चाहिँ त्यहाँ रेस्ट गर्दै थिए, हल्का वासरुम गर्दै थिए। हामी चाहिँ सुन्केर जाँदैछौँ अगाडि बाहिरमा। अब हामी फेरि एकदम छिटो जानुपर्ने छ कि, किनभने 5 5:30 कति भइसकेको छ। 5:30 पाउने 6 नै भइसक्यो होला, भइसकेको छ। रात पर्न लागिसक्यो। घाम लगभग तल डुबिसक्यो। माथि चाहिँ अहिले घाम देखिरहेको छ। अहिले हाइटमा छौँ नि त। त्यही भएर अब स्पिड बढाउनु पर्ने छ। त्यही भएर म हजुरहरू लगभग आउँदाखेरिको त धेरै नै मैले भिडियो खिच्दै आएको थिएँ। त्यो त हजुरहरूले हेरिहाल्नु भयो होइन। अब फर्किँदाखेरिको चाहिँ अलिक कमै हुन्छ, किनभने मोबाइलमा पनि पावर ब्याङ्कबाट चार्ज गरिरहेको छु। चार्ज गर्दै अनि भिडियो खिच्दै पनि अलिकति झ्याउने हुन्छ। अनि बाटो पनि त्यस्तै छ। अनि साँझ पनि लागिसक्यो, लाइट पनि कम भयो। त्यही भएर अब फर्किँदाखेरिको चाहिँ भिडियो अलिकति कमै हुन्छ होइन। अब पोखरी ताल के भन्छ त्यहाँ, पोखरी पुगेर अनि मगर होमस्टे पुग्ने बेलाको चाहिँ म भिडियो खिच्छु, ब्लगमा समेट्छु। अहिलेलाई चाहिँ यति नै है त। ल, प्रतीक्षालयमा आयौँ हामी। भ्यू चाहिँ अझै पनि राम्रै देखिरहेछ यार। हो त्यताबाट चाहिँ फर्किँदाखेरिको भ्यू हो।
ल हामी चाहिँ यति बेला फर्किँदैछौँ लगभग 6:15 भयो रात पनि परिसक्यो अनि यतातिर टोली पनि हिँडिरहेको छ अब किनभने हामी अब 7 बजेसम्म तल मगर होमस्टेमा पुग्ने भन्ने प्लान हो अनि यस माथि जानु चाहिँ एकदमै गाह्रो भएको तल झर्न चाहिँ गाह्रो भएको छैन तर त्यो खुट्टा त्यो तिखो ढुङ्गाले खुट्टामा कुटे अनुसार चाहिँ झर्दाखेरि पनि कहीँ त्यो पैताला डुबिरहेको छ कि है ल केटाहरू चाहिँ यहाँ कसरी हिँडिरहेको रात परिसक्यो गाइस ल पोखरी आइयो है साथीहरू हामी चाहिँ ठ्याक्कै 7 बजे पोखरी आइयो एकदमै हुस्सु लागिरहेको यहाँ 2 घन्टामा झर्दैछ ल पोखरी आइयो गाई माथिबाट 2 घन्टामा आइएछ अनि जानु चाहिँ 3.5 घन्टा लाग्थ्यो अब हामी पोखरी आइयो फाइनली गाइस हामी चाहिँ होमस्टेमा आइयो हैन होमस्टे हाम्रो चाहिँ यो बेडहरु यहाँ छ हैन अनि यहाँ हामी आयौँ भर्खर आएर यहाँ मेसो मिलाउँदैछौँ अब अलिकति हामी माथिबाट तल आउने टाइम लाग्यो भाइलाई चाहिँ यहाँ अलिकति जुकाले टोकेर यहाँ कस्तो भएको थियो मजा देखाउँछ मुजा त रातै पुरै रातै मजाले टोकेर पुरै रातै भएर चाहिँ पुरै जुकाले टोकेर खाइ पाएन झन् ल हामी चाहिँ यहाँ आइसक्यौँ होइन अब तल पनि बिसा छैन अब खानपिन यताउता के हो अब मिलाउँदैछौँ त्यस हामी बस्ने कोठामा चाहिँ हामी छिर्यौँ यही नै हो ल आइयो होइन त पर्ने ठाउँमा दामी ठाउँमा आइयो आजको यात्रा भनिदिनुहोस् केही दामी नै ठाउँमा आइयो मलाई एकदम सेटिस्फाइड हो फर्स्ट क्लास यात्रा आजको जस रमाइलो भयो होइन त अब जुगा लागेको टोलीहरूलाई चाहिँ एकचोटि चेकिङ हानेर सरसफाइ गरेर खाडतिर नल्याउ झोला त्यो झोलामा पनि जुगा होला आज तातो पानी खाऊ है चिसो मौसममा तातो पानी धन्यवाद बाबुलाई जुकाले टोकेर यहाँ बिचरा केटाहरू हात खुट्टा धुँदैछन् त्यहाँ ल साथीहरू हामी चाहिँ अहिले होमस्टेमा छौँ यो भटमास साँधेको गुन्द्रुक सहित र अनि यो ब्ल्याक टी खाँदैछौँ अनि हामी यता सबैजना छौँ ट्याक्क बस्नु भयो ब्ल्याक टी विथ यो भटमास साँधेकोले हामीलाई यहाँ वेलकम भइरहेछ रमाइलो भयो नि कान्छ एकदम रमाइलो भयो भटमास साँधेको गुन्द्रुकसित साँधेको अनि ब्ल्याक टी खाँदैछौँ होमस्टेमा छौँ हामी अहिले यो बगर गाउँ चटला र नि गुन्द्रुक र भट्टाको झोल बनायो भने त स्पेसल हुन्छ दामी हुन्छ होइन जै के छ आजको एक्सपिरियन्स बताइदिनुहोस् घरमा छौँ आजको दिनमा अब खाना पाक्दैछ होइन ठिक छ अब के भन्ने अब यस्तो यस्तो टुरहरू चाहिँ भइरहनु पर्छ होइन बेला बेलामा होइन यसलाई चाहिँ कन्टिन्यू दिउँ भन्ने हो अरू के भन्नु सानो भयो होइन हामी नवलपरासीको चाहिँ सबभन्दा टपमोस्ट ठाउँमा गयो जस यात्रा कस्तो भयो आज त्यो भन्नु
यात्रा त एकदम अब मलाई त एकदम इन्जोयमेन्ट भयो अब भनौँ न ज्यान खुट्टा कस्तो दुखिरहेको छ त्यो त केही फिलै भएन अहिले त भोलि मात्र थाहा हुन्छ सानो भाइलाई? त्यही त माथि त्यो फर्ज गार्डनको सबभन्दा माथिको फुल हामीलाई पुरै खुट्टा दुखेको हो कतिखेर सुताउनु जस्तो भयो खाना खाएर कान्छा केही छ म त केही पनि भएन किल पारम बाजेको भोलि थाहा हुन्छ यो तपाईँ भोलि थाहा हुने हो त्यही हो ल दुःख दुखिरहेको ल मेरो पनि त्यही हो खुट्टा दुखिरहेको छ जोड न मेरोबाट गरौँला नि त ल अहिले अब लगभग खाना कतिखेर पाक्छ के हुन्छ यहाँबाट हामीलाई नि हुन्छ कसो हुन्छ भ्याइन्छ भ्याइन्न होइन अब भ्लग चाहिँ हामी अब जस घरबाट हिँडेदेखिको बनाएको थियौँ घरबाट चाहिँ बनाउन बिर्से पनि बाटोबाट बनाएको थियौँ अब यति बेला चाहिँ हाम्रो लगभग 9 बजिसकेको छ 8:30 9 कति बजेको छ हाम्रो खाना पाक्दैछ अनि अब हामी एकछिनमा खाना खान्छौँ अहिले चाहिँ हामी अति भोक लागेर अनि यो केही छ खानेकुरा भन्दाखेरिमा चाहिँ उहाँहरूले यो ल्याएर दिदीभाइ चियाएर भटमास गुन्द्रुक सार्दिएको यो खाइन्छ अनि त्यसपछि हामी खाना खान्छौँ अब यो भ्लग चाहिँ हामी अब अन्तिम चरणमा छौँ यो भ्लग चाहिँ सबैजनाले हेरिदिनु होला हाम्रो अब बेला बेलामा यस्तै टुर भयो भने चाहिँ हामी भ्लग आउँछ होइन आइरहेको छ अनि ल अब हाम्रो भ्यू बढी गयो होइन यताउता सबै कुरो राम्रो भयो भने हाम्रो अझ स्ट्यान्डर्ड भयो अझै टाढा गएर हामी अझै हाम्रो अझै 2-3 वटै क्यामेराले खिचेर त्यही अनुसारले अझै हाम्रो व्यवस्थित तरिकाले भ्लगको लागि निस्किन्छौँ कुनै यात्रामा होइन ल यति भन्दै अब यो भ्लगलाई चाहिँ अन्त्य गरौँ गुड नाइट सबैजनालाई शुभरात्रि कति बेला हेर्दै हुनुहुन्छ बिहान हेर्दै हुनुहुन्छ भने गुड मर्निङ बेलुका हेर्दै हुनुहुन्छ भने गुड नाइट है त ल ओके बाई सबैजनालाई ल बाई बाई कान्छा बाई ल विनोद बाई गर ल जय बाई 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 ल ल ओके ल बाई बाई